12:02 छ। आजको पेजमा तपाईँहरूको माथि स्वागत छ। म अहिले उभिँदै गरेको डाँडा चाहिँ हाम्रो चुथाङको सानो विलेज रोड हो। उहिले हामीले नै बनाउँदै गरेको बाटो पञ्चायतको पालोमा, र अहिले त कति ठाउँ भत्किसकेको छ। र यो पेजमा चाहिँ के छ भने तपाईँको हामीलाई चाहिँ चुथाङ, यो एरियालाई चाहिँ चुथाङ भन्छ। अनि यो पारि देख्ने जग्गा चाहिँ यो तल खोला छ र रालङ खोला भन्छ। अब रालङ खोलाको पारिपट्टि चाहिँ अलिकति जमिन छ, पारि टार जस्तो खेत। तपाईँको अहिले यो जङ्गलले गर्दा अलिकति देखिन। र यो पारिपट्टि देख्ने चाहिँ तपाईँको गानेर, यहाँ चाहिँ कम्पनी हाम्रो खरेको पुछारमा। र यसको पनि एउटा सानो कथा छ। यहाँ चाहिँ एउटा हाम्रो गुरुजी या पण्डितले चाहिँ अब यो थाल्नुभन्दा अलिकति अगाडि चाहिँ तपाईँलाई यसमा चाहिँ एक जोडी गोरा पाल्नुपर्छ, अनि मात्रै यो यहाँको तपाईँको सबै सफलता भएर जान्छ भनेर एउटा सानो सुनेको थिएँ मैले कहानी। र मैले यो सुनेको मुताबिक तपाईँको माझमा राखिदिएको। अब हो कि होइन, उहाँ पण्डित गुरुजी माथि नै भरोसा गरिन्छ। सबै उहाँ अब गानेर कम्पनीको अब जो मालिक हुनुहुन्छ, कम्पनीको हेड, उहाँलाई नै थाहा हुनुहुन्छ र उहाँसँग सम्पर्क गरेर यो सबै कार्यक्रम गरेर यहाँ यो गानेर कम्पनी थालेको छन्। अनि र राम्रैसँग चलिरहेको छ गानेर कम्पनी पनि। यो चाहिँ हाम्रो रेनक क्षेत्र कोही फेद नपरौँ, यो सुदुङलाखा या यो को फेद नै पर्छ हाम्रो खरेको पुछारमा। र यो कहानीमा अलिकति तपाईँहरूले अब राम्रोसँगले भिडियोलाई स्किप नगरेर हेरिदिनु भयो भने सबै कुरा खुलस्तसँगले बुझ्नुहुन्छ। र आजलाई म यतिमै यो यहाँको चाहिँ तपाईँको माझमा यति नै मैले जानकारी पाएको अनुसार राखिदिएको। फेरि पनि अर्को माझमा म त्यसको छेउमै गएर कुनै दिन म खिचौँला। खिचेको टाइममा तपाईँहरूलाई म सुनाइदिउँला। धन्यवाद। तपाईँको माझमा फेरि पनि यहाँ अलिकति यो मलबासे भन्छन्, यो जग्गा चाहिँ सबै तपाईँको मलबास मात्रै छन्। यसको टुप्पामा चाहिँ अलिकति चुच्चो छ, त्यस कारणले गर्दा चुथाङ भनेर एउटा नाम राखिएको। अनि यसलाई यो रालङ खोलादेखि वारि चुथाङ भयो। अनि यो पारिपट्टि देख्नेछु खेतहरू छ, मैदान। यो खेत मैदान चाहिँ तपाईँको पिथाङ भनेर चिनिन्छन् हाम्रो अब रेनक क्षेत्रको पुछार यो चाहिँ। अनि सिमाना चाहिँ तल रम्फू खोला भन्छ। अब नेपालीले चाहिँ रम्फू खोला, हामीले चाहिँ रोप्नुङक्युङ भनेर एउटा नाम भनेको छन् यो खोलाको नाम चाहिँ। र यो तपाईँहरूलाई अलिकति जानकारी दिँदा फेरि पनि म अर्को जग्गा जाँदैछु। भिडियो बनाउँदै म चाहिँ अब यहाँ हामी बाजे नातिनी जाँदैछु। र यो चाहिँ हाम्रो पुल, सानो पुल तरेर जाँदैछु। यो चाहिँ हाम्रो गाउँको रालङ खोला भनेर नाम लगाएको छ। अहिले चाहिँ हिउँदो लाग्दैछ, अब पानी कम्ती छ। पछि बर्खामा चाहिँ अब तरिन सक्नुहुन्छ, त्यस कारणले गर्दा यो पुलहरू बनिएको। र यसमा पछि त ठुल्ठुलो माछाहरू पनि आउँछ। र यो जाँदै हामी क्रस भयो अब पिथाङ। यो पिथाङको पुछार हो, पुलको डिब्यो छ पिथाङको। अब हामी CA टु अब CM सरको एरिया चाहिँ यो लास्ट हो हाम्रो पिथाङको। वार्ड नम्बर 4 तरे, वार्ड नम्बर 5 तरे। र यो पुल चाहिँ हाम्रो उहिले त जर्लुङ्गे पुल थियो, अब अहिले चाहिँ यस्तो दुईपट्टि बारेको छन्। र यो जाँदै अब तपाईँहरू अब यो अलिकति पुल त्यसै बनिँदैनन्, यो बगान बसेको हुन्छन्। त्यस कारणले गर्दा प्रार्थना गर्दै यो पुल पारिपट्टि तर्दैछु म। खास कुरो पारि तर्नुको कारण चाहिँ के थियो भने चाहिँ तपाईँको यहाँ हाम्रो
उहिले दर्पणे भन्छन् वारिपट्टि चाहिँ अब हाम्रो पुर्खाहरूको आजु पुण्यथिङले चाहिँ अब केस कोर्थ्यो अरे वारिपट्टि मलबासीको खेतमा बसेर र पारिपट्टि चाहिँ तपाईँको दर्पणे भन्छ। त्यो दर्पणेमा तपाईँलाई देखाउनु लागि जाँदै गरेको र त्यो बिचमा अलिकति हाम्रो रालुङला रम्बु खोला र तपाईँको रालङ खोला यो एउटा दोभान छ। यो उँभोबाट आउने दोभान अब हामी लेप्चाहरूले चाहिँ तपाईँको रालङ खोलाले चाहिँ रुप्नङक्युङ भनेर भनिन्छ। अब यो रम्बु खोलालाई चाहिँ हामी नेपालीमा चाहिँ रम्बु खोला भन्छ र हाम्रो चाहिँ रुप्नङक्युङ यो नामै हो रम्बु खोला। र यो बिचमा तपाईँको माथि अब फ्रेसर मेसिनहरू राखेर छन् गिट्टी बल्ल यहीँबाट कति ठाउँ अब सप्लाई हुन्छ र यो पुल तरेर म पारिपट्टि दर्पणे अब हाम्रो इतिहास आजु पुण्यथिङ को यो केसको वारिपट्टि हाम्रो तिथाङ र पारिपट्टि बसेर पारिपट्टि सुदुङ लङ्काको पुछारमा बसेर केस कोर्ने जग्गा हो। त्यो जग्गा हामी जाँदैछौँ पुल काट्दै र हेर्दै गर्नुहोस्। फेरि अलिकति त्यो जग्गा पुग्नलाई निकै टाइम लाग्ने रहेछ र जाँदैछु। पुल अति नै लामो छन् र यो पुल हामी पुल काटेपछि यहाँको डिप आयो। यो डिपको तर्फ हामी लागिरहेको छु र यो डिपतर्फ लागेको चाहिँ यो तपाईँको कन्स्टिट्युन्सी चाहिँ तपाईँको हाम्रो पुरान सहरको एरिया पर्छन् र गइरहेको छु। त्यो ठाउँमा पुग्नु आँटेको छु र दर्पणेदेखि वारिको एउटा सानो उहिलेको हाम्रो लेप्चाको कथा मुताबिक तपाईँहरूको माझमा राखिरहेको छु र म यो दर्पणे जाँदैछु। र म चाहिँ वारिपट्टि दर्पणेको छेउमा पुग्नु आँटेँ। यो तल बग्दै गरेको चाहिँ रम्बु खोला हो। रम्बु खोला र यो अलिकति म तपाईँलाई जुम गरेर देखाउँछु। यो पारिपट्टि उहिले यो ढुङ्गामा तपाईँको अलिकति छाप देख्दैछ। त्यो छाप मास्लो है, यो मास्लो ढुङ्गाको छापमा चाहिँ उहिले खासै पैताला नै भन्छन्। यो पैताला चाहिँ अब त्यतिकै हो, खोलामा पानी बढेर आउँदा पनि त्यो डुबेर बस्छ। त्यो जहाँको त्यहीँ नै बसिरहन्छन् र आजु पुण्यथिङको कथा मुताबिक अब यो पारिपट्टि देख्ने चाहिँ तपाईँको यो चाहिँ ओह्राल छ पारिपट्टि। अहिले म माथि दर्पणेमा पुगेपछि तपाईँलाई यो ओह्रालको पनि देखाइन्छ। यो माथि चुच्चोमा देखाइन्छ एउटा टावर देख्दैछन् तपाईँको। यो चुच्चो चाहिँ तपाईँको यो चाहिँ भन्नुहुन्छ भने चाहिँ चुथाङ उहिले अब भगवान्ले चाहिँ मलबासे भनेर मानिन्छ। त्यसको अब भगवान्को इतिहास अनुसार उहिले लेप्चाहरूको यहाँ चाहिँ आजु पुण्यथिङ चाहिँ बस्नुहुन्थ्यो अरे। र यहाँ पनि जति पनि अब यहाँ हामी अम्बा चुथाङको जति पनि हामी महानुभावहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा मलबासे भनेर एउटा पूजा पनि गरिन्छ सालमा एकताल। यो चाहिँ पशु प्राणीमाथि राम्रो होस् भनेर गर्दो रहेछन् बुङथिङहरूले। र यस्तै प्रकारले यो पारिपट्टि चाहिँ यहाँ चाहिँ तपाईँको आजु पुण्यथिङ बसेर चाहिँ यहाँ वारिपट्टि अब म चाहिँ वारिपट्टि आएको छु। जस्ट अब यो हाम्रो दर्पण ऐना जहाँ चाहिँ छ त्यहाँ चाहिँ अब यो यसको फेदमा चाहिँ तपाईँको रम्बु खोला छ। यो तपाईँहरूले सानो देख्नुहुन्छ माथि ड्यामले गर्दा। र यो खोला चाहिँ पछि गतिलो हुन्छ बर्खामा। यहाँ चाहिँ अब भन्नै पर्दा चाहिँ अब यो पानीको हाइटै नाप्नु पऱ्यो भने झन्डै 10-12 फिट जस्तो हाइट भएर जान्छन्। र यसको मैले अघि भनिहालेँ तपाईँहरूलाई यो पारिपट्टि गार्नियर कम्पनी हो। यो गार्नियर कम्पनीको फेदमा चाहिँ सायद अझै पनि गोरा छ होला। त्यो गोराको कथा मैले अघि तपाईँहरूलाई सुनाइहालेँ। त्यो गोरा अझै पनि ती छन्। अब रिस उठ्यो भने त्यो गोराले चाहिँ मान्छे पनि टोक्छन् अरे भनेर सुन्छु। र त्यस्तै छ। अनि अब त्यो मान्छेलाई टोक्नु पनि कारण के हुन्छ, अब भगवान्को
मानिलाको एउटा त्यहाँ अब के भगवान बस्नु भएको छ, त्यसले गर्दाखेरि तपाईँलाई त्यसले अब अलिकति आक्रमण गर्छ। त्यति नै खास कुरो। के अब नजर दोष के आइलागेको हुन्छ बिचरा घोडालाई, र घोडाले टोक्यो भनेर भन्छन्। र त्यस्तै म अब जाँदैछु उकालो। यो उकालो अब जाँदा जाँदै डर पनि अब पहिरो गइरहेको छ। यहाँ बाटै अप्ठ्यारो छन्। यो बाटो अप्ठ्यारो छ, हेर्नुहोस् न। अब जङ्गल बाटो हिँड्नुपर्छ यसरी। र सानो एउटा भिडियो तपाईँहरूको माझमा यहाँको हाम्रो अम्बा अब भनौँ 4 नम्बर वार्ड हाम्रो चुथाङ पिथाङको एउटा सानो कथा लिएर म हाल्नुको लागि यो उकालो चढ्दैछु। र जङ्गलले गर्दा केही देख्दैन रहेछ यो उकालो। आज मेरो साथी चाहिँ अब यहाँ नातिनी आउँदैछन्। तल बाटो यस्तो छन्। अन्त नातिनी आइरहेछन्। यो बाटो उकालो चढिरहेको छु। र यो इतिहास हाम्रो उहिलेको पुर्खादेखिको हुन त हामीले त सुनेर यसरी मैले भिडियो बनाएर हालिरहेको। र यो अहिले चाहिँ फिलहाल तपाईँको यो दुधे रुख उम्रेर गतिलो भएको रहेछ। र यो चाहिँ तपाईँको दर्पणे भनेर अब हाम्रो चाहिँ लेप्चा भाषाहरू चाहिँ मिलुङ भन्छ। मिलुङ भनेको चाहिँ ऐना भनेको। यो ऐना चाहिँ यो वारिपट्टि तपाईँको सुदुङलाहाको वारिपट्टि हो। र यो कथा अनुसार यो सुदुङलाहाको यो ऐना अलिकति चर्केको छ। यहाँबाट देखिरहेको छ चर्केकोहरू। यो उहिले चाहिँ अब यहाँ अलिकति चर्काइ पठाएको छ। अब यो के भयो कसो भयो त्यो चाहिँ हामी यो कुरा सुन्दाखेरि चाहिँ अब जस्तै यो जमिनको धनीहरूले अब अन्जानमा के भएर हो र रुख छाँचेर फेदमा आगो लाउँदैछ, यसो ऐना चर्केको अरे। र उहाँहरूलाई अलिक हानि पनि भयो भनेर कुराहरू सुने। यो चाहिँ सबै हेर्नुहोस् है, सबै चर्केको छ। यो चाहिँ तपाईँको मिलुङ भन्छ लेप्चा भाषाबाट चाहिँ। यो चाहिँ आजु पुनुथिङले चाहिँ पारिपट्टि बसेर अहिले चाहिँ यो बिचमा रुखहरू मैले अघि तपाईँलाई देखाएको थियो पारिपट्टिको नजारा। अहिले चाहिँ यो रुखहरूले एकदमै छोपिसकेको छ। यो पारिपट्टि चुथाङको अब बिचमा चिउको बिचमा ठुलो पहरा मैले अघि तपाईँलाई देखाइदियो। सायद अलिकति अगाडि तपाईँले मैले लगाएको भिडियोमा हेर्नुहोस्। त्यसको एउटा जग्गा यस्तो ओह्रालो जस्तो छ, त्यसमा बसेर चाहिँ हाम्रो आजु पुनुथिङले चाहिँ यसरी केस कोर्थ्यो अरे वारिपरि भनेर अब हामीले चाहिँ कथा मुताबिक लेप्चाको कथा मुताबिक अहिले सुनेर मैले आज सानो एउटा केस हालिदिएको तपाईँहरूको माझमा। अनि यही हो दर्पणे भने चाहिँ यी ऐना सबै चरकचुरुक चर्केको रहेछ हो। म चाहिँ सायद कहिले पनि आएको थिएन, सुनेको थिएँ। यो बाटो हामी रिनक जाँदा यसो उकालो हिँडिरहन्थेँ र यो अलिकति उकालो चढेको छ। यहाँ चाहिँ वरिपरि रुखपातदेखि लिएर यसो रुखहरू पनि काट्नु हुँदैन। यहाँ तपाईँहरूलाई जो पनि मालिकहरू हुनुहुन्छ उहाँलाई पुरा अब अलिकति हानिकारक नै हुन्छ भनेर सावधानै राखेको छ। त्यस कारणले रुखहरू पनि ठुल्ठुलो भरेर यी गतिलो छन्। र यो एरियामा अब तुलफुलहरू पनि अहिले चाहिँ मैले देख्दा चाहिँ खालि हल्दीहरू मात्रै लगाएको रहेछ यहाँ। अब सेपमा त के हुँदैन। त्यस्तै प्रकारले अब आजको पेज भन्नुपर्दा चाहिँ म अलिकति तपाईँहरूको माझमा फेरि त्यो घोडा भएको ठाउँमा अलिकति म माथिबाट जुम गरेर निकालेर त्यो घोडा पनि देखाइदिन्छु। हाम्रो त्यो जग्गामा जाँदैछु। यसको चाहिँ आजु पुनुथिङको चाहिँ हाम्रो लेप्चामा चाहिँ कथा लामो छ। र पनि मैले आज अलिकति जानकारी भएको अनुसारले तपाईँहरूको माझमा राखिदिएको। अनि यो आजु पुनुथिङ चाहिँ उसले हाम्रो कथामा चाहिँ आजु पुनुथिङ चाहिँ संसारको अब तिसिथिङ भन्छन्। र यो अब दर्पण अब यस्तो छ। अनि उहाँ पारिपट्टि बसेर वारिपट्टि केस कोर्थ्यो अरे। अब आजु युगुङ थुगुङ युगुङ नै थियो अरे।
अब उहिलेको जमानामा अब उहिलेको कथा अनुसार यो मैले सानो भिडियो बनाएर हालिदिएको तपाईँहरूको माझमा। र फेरि अलिकति म त्यो यसको यो अब दर्पणेको वरिपरिको अलिकति मासतिर त्यो हाम्रो गार्नियर कम्पनीको ठाउँमा जाँदैछु। अब लेप्चाबाट चाहिँ खरेको पहिरो पुछार भन्छ। तपाईँको त्यो खरेको पहिरो चाहिँ यहाँदेखि जस्ट 3-4 मिनटको मासतिर हो, दोभान छ त्यसको मासतिर हामी अब फिलहाल जाँदैछु। त्यहाँ चाहिँ तपाईँको त्यो खरेको पुछारमा अब त्यो जुन चाहिँ तपाईँको गार्नियर कम्पनी बनाएको छ, हेर्नुहोस् है तपाईँहरूको माझमा मैले अघि अझै पुनोथिङ जुन चाहिँ हामी ऐना दर्पणेबाट अलिकति मासेर 2-3 मिनटको बाटो थियो। यसो यो खरेको पुछार हो। यहाँ चाहिँ हामी गार्नियर कम्पनी, स्विस गार्नियर कम्पनी भन्छ। र यहाँको कथा मुताबिक मैले अघि फर्स्टमा मैले तपाईँले स्टार्टिङमै भनेको थिएँ, यहाँ चाहिँ जोडी घोडा तपाईँको तल चढिरहेको छन्। अब अलिकति जुम गर्ला, मासेर सेतो एउटा घोडा छ, मनतिर तलतिर एउटा छ। यो जोडी घोडा चाहिँ हुनैपर्छ। त्यस कारणले गर्दा यो घोडा मुताबिक तपाईँहरूलाई यसको कथा मैले अघि जति पनि पहिल्यै सुनाइहालेँ। जो कम्पनी मालिक ओनर हुनुहुन्छ उहाँलाई यसको यो विषय लिएर सबै कुरो थाहा छ। यहाँ पण्डित या गुरुजी उहाँसँग। र यो दुईवटा घोडा बेगर यहाँ कुनै पनि काम, यो कम्पनीको केही पनि कामको सफलता भएको छैन। र यसको साथसाथै आजको भिडियोको मार्फत म यहीँ नै यो अझै पुनोथिङ मलबासीको अलिकति कथा र यो तपाईँको यो जुन चाहिँ स्विस गार्नियरको कथामा हामी यतिमै समाप्त राख्न चाहन्छु। र यो मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर पनि गरिदिनुहोस् ल, सब्सक्राइब पनि गरिदिनुहोस् ल। धन्यवाद। तपाईँहरूको माझमा यो भिडियोलाई यहीँ समाप्त राख्दछु। धन्यवाद।